गाइस गुड मर्निङ फेरि पनि स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। र आज छ शनिबार र शनिबारको दिन चाहिँ कति काम हुन्छ भन्ने हजुरहरूलाई थाहै नै हुन्छ। पहिले बिहानै उठेर त म आफ्नो कपडा भिजाइरहेको छु यहाँ, न नास्ता खाएर न नास्ता केही बनाएर सिधै कपडा भिजाइरहेको छु। र बिहान आज चाहिँ हामी धेरै ढिलो उठेका छौँ। हिजो हामी सुत्यौँ पनि ढिलो, आज उठ्यौँ पनि ढिलो। 7:30 बजे उठेका छौँ र घाम चाहिँ लागिसकेको छ, देख्न सक्नुहुन्छ। ल गाइज अहिले चाहिँ सर कपडा धुँदैछन्, धुँदै हुनुहुन्छ। चट्ट घाम आइसकेको छ मस्त। यसलाई हल्का हामीले हल्का एक्सपोजर कम गर्यो भने सरले धोइसक्नु भएको छ। एउटा यहाँ छ, एउटा यहाँ छ, अर्को त्यहाँ छ। बहुत बड़ी मेहरबानी सर। तो गाइज हाम्रो कपडा सपडा चाहिँ धोइसकियो र हेर्न सक्नुहुन्छ त्यहाँ छ। र यो हाम्रो लेदरको ज्याकेट यहाँ छ। र त्यहाँ डिसिएमा गेम चल्दैछ। आज फाइनल हो सायद, फाइनल छ आज। अब कसको भर्सेस को भन्ने, एउटा चाहिँ डिपिएस हो, एउटा चाहिँ को भन्ने मलाई थाहा छैन। र हामीले आज चाहिँ धेरै काम गरेका छौँ। बिहानबाट नास्ता पनि खाएको छैन। अहिले चाहिँ 9 बजिसक्यो। हामी उठेका थियौँ 7:30 बजे हो कि कति बजी उठेका थियौँ, अहिले 9 हो कि 9:30 भएको छ। हामीले यहाँ पोछा लगाइसक्यौँ। यहाँ चाहिँ धेरै भन्दा पनि धेरै उठ्यो। हामीले यहाँ भान्सा पोछा लगायौँ। तो गाइज हामी चाहिँ पुगिसकेका छौँ यहाँ भाइको घर। यो देख्न सक्नुहुन्छ। यहाँका मान्छे त सिएका छन् जस्तो लाग्दा हामीलाई। तर पार भने अब गाइज हामी यहाँ आएर चाहिँ यिनीहरूलाई उठाइसकेका छौँ। त्यही पनि उठा छैनन्। क्या के भयो, उठानु ल ए। त यहाँ हजुरहरूलाई एक टेक्नोलोजी देखाउँछु। यहाँ आएर पङ्खामा क्लिपहरू लगाएर औषध चाहिँ के दिइरहेछ। औषधि पनि जाने के देखाउनु जस्तो लाग्यो औषधि। यो चाहिँ फर्स्ट चाहिँ योलाई लगाउने राति सुत्नुभन्दा अगाडि नुहाउने अनि लगाउने रे। अनि नुहाउने पनि अब मसँग जो साबुन छ त्यसले ननुहाउने, यो साबुनले नुहाउने। यो साबुनले अनि पछि औषध दिएको छ 1 हप्ता पछि खाना दियो त। यो खाना खाइसकेपछि 2 टाइम। यो 1 दिनमा 2 टाइम खाएपछि अनि हप्ता पछि 2 टाइम। बेलिनले खाना केही बनाएन। यहाँ करेन्ट खायो, करेन्ट बनायो। 1 बजे उठ भएर 1 बजे उठ भएर बनाएको सबैलाई त रहेछ नि। 10 बजे उठाएर बनाया कहिले हो यो हेर गाइज। यो बुढा यस्तो खतरनाक मान्छे छ कि भन्नुहुन्छ ग्यास्ट्रिक भयो। एक इन्स्टाग्राममा चिया पोस्ट हुनान्, फेसबुकमा चिया पोस्ट हुनान्। पोस्ट त छाडा, रिपोस्टलाई चिएका हुने हुन्। हामी त यहाँ घर पुगिसकेका छौँ। यहाँ पल्ला घरा यहीले बाटो ब्लक गरिदिएको छ, जानै दिन आएन अगाडि। यहाँ आएर यहाँ ढुङ्गा लगाएर यहाँ रहेछ। एमठाई लैजा बुढ्ना छ। तो गाइज डिसीमा चाहिँ गेम सिद्धिसकेको छ। केटाहरूले त्यहाँ के खै प्लेयर अफ द म्याच के भनेर सुनिला छ आवाज। र जसले चाहिँ ह्याट्रिक लियो र सँगै 3 छक्का पनि हान्यो, त्यसले चाहिँ डिसिएमा एडमिसन फ्री भनेर चाहिँ भनेको थियो गेम चल्दाखेरि। र यहाँ म भित्र आउँदाखेरि चाहिँ यहाँ सरको चल्ना छ जिम। तेरो वेट कति छ? 64 छ। 64 ग्राम प्रोटिन त खानु पऱ्यो एक दिनमा तैँले। हो 64 ग्राम प्रोटिन चाहिँ खानै पऱ्यो गाइज उसले। अब कुनै एक्सर्साइज गर्दैन भने 0.8 खाए हुन्छ आफ्नो वेट इन्टु 0.8। कुनै एक्सर्साइज गर्दैन भने, अब खेल्छ कुनै गेमहरू खेल्छ, एथलिट हो भने चाहिँ आफ्नो बडी अनुसार खानै पर्छ। बडी वेट अनुसार वेट
आफ्नो बडी वेट जति छ उति ग्राम प्रोटिन खानुपर्छ। एक्सर्साइज गरिरहेछ हेभी वर्कआउट गरिरहेछ भने 1.8 इन्टु आफ्नो बडी वेट खानै पर्यो, नत्र भने मसल बिल्ड हुँदैन क्या, मसल लुज हुन्छ झन्। भन न कति बज्यो हजुरको गाडीमा भन्छौ त ल कति बजी आएको यो गाडीमा कति बजी आएको भन्छौ त। तो गाइस हामी चाहिँ आएको थियौँ यहाँ छतमा चाहिँ पुरा यहाँ साग तरकारी लगाएर बारी बनाएको छ दादाले त। ल धनगढी बजारको भ्यू। तो गाइस मैले चाहिँ यहाँ एउटा अचम्मको चिज देखेको छु। त्यो अचम्मको चिज चाहिँ के होला हेर्नुहोस् त। यो देख्ने बेला स्ट्रबेरी जस्तो छ नि, तर यसलाई यस्तो गऱ्यो भने यहाँभित्र के छ भेस्लिन, त्यो पनि रेडवाला रेड भेस्लिन युज गर्नुहुन्छ कि नै हजुरहरू। रेड भेस्लिनको फाइदा के छ थाहा छ हजुरलाई? मलाई पनि थाहा छैन, थाहा छ भने कमेन्ट गर्नु होला। तो गाइस हामी चाहिँ निस्किसकेका छौँ यहाँ घरबाट। त हामी यहाँ यो के हो धुलो लगेर, हिजो चाहिँ हामीले धुलो चाहिँ मिल बन्द थियो त्यही भएर हामीले लगाएको थिएन नि त। अब धुलो चाहिँ अर्को मिलमा लाग्ला छ, अर्को भन्दा पनि अर्को मिलमा यो बाटो। तो गाइस हामी चाहिँ पुगिसकेका छौँ यहाँ घरमा। छोटा पटाका उता छ उफ्रिन ला छ। यही हो घर, नयाँ भर्खरै बने होला हो। प्यान्ट स्यान्ट लगाएर सब रेडी भइसकेको छ। यहाँ फुलबारी साग तरकारीको लागि दामी बनाएको छ। यहाँ फुलसुल गरेर दामी बनाएको। मान्छे त बहुत छन् कि यहाँ चप्पल त्यति छन्। दौडै पार्टी हुन जस्तो कि क्या, दौड भन्नाले दौड पार्टी। इनबाट हाम्रो भाउजू हुन्छ घर आइरहेछन्। म उन भाउजू इन ए ब्लग हो कोला उठ्ना छ इनबाट हाम्रो दादा हुन्। के छ नि तिम्रो हालखबर सुना? घर सर बनायो गर। यहाँ चाहिँ यहाँ पुरा हरियाली हुन्छ क्या। यहाँ चाहिँ आज चाहिँ माछा छ होइन, भेज आइटम भने टक्क पारेर दामी। यहाँबाट सिन चाहिँ दामी देखिन्छ। तो गाइस यहाँ चाहिँ एउटा देखिया छ अचम्मको दृश्य। हेर पूजा कोठा छ, यसको ढोका देख्दा छैन म कहीँ बठाएन न सिनी छ तलतिर बठाए छैन। तर यहाँ ढोका त छ तर टाल रहेछ। यहाँ आर्जन पर्ने लेखेर टाल रहेछ। यहाँ कहीँ बठाए खुल्लेवालो छैन। र अब जानु कहाँबाट रहेछ त भन्दाखेरिमा रहेछ यहाँ झ्यालबाट जानु। ल यहाँबाट जानु रहेछ र यहाँ पूजा गर्नु रहेछ। हो खोल्न मिल्छ? ल खोल। ल यहाँबाट चाहिँ जानु रहेछ। यहाँ दामी छ पूजा गर्छ है। हो धनगढीमा नयाँ बस पार्क बन्ने छलफल भइरहेको थियो। अब यहीँ बन्ने भन्ने छ यो फाप्ला साइडतिर। मोहना हो भयो यहाँको नाम। तपाईँ हाम्रो खाना चाहिँ भइसक्यो यहाँ रेडी। 5 स्टार भन्दा पनि राम्रो खाना चाहिँ यहाँ छ। मासु, गौतानी डुब्का, चटनी, हरियो साग र भात। यहाँका सेफ भिडाइनु आज होइन। तो गाइस हाम्रो पहाडतिर चाहिँ डुब्कामा एउटामा पैसा हाल्ने चलन छ र एउटामा खुर्सानी हाल्ने। तर यहाँ खुर्सानी चाहिँ आज हालेको छैनन्, पैसा हालेको छ। डुब्कामा डलर चाहिँ जेठान साहबकोमा आएको छ। सुमाइदिन आएको त जेठान साहबको आएको छ। र खुर्सानी चाहिँ हालेको छैन। यहाँ खुर्सानी हाले भए पनि मजा आउने थियो, र नुन हाल्नेवाला हुने भन्दै। तो गाइस हामी चाहिँ अब यहाँबाट लागिसक्यौँ, गइसक्यौँ र घर। अब हामी चाहिँ जान लाग्छौँ चौराहा सिधै यसको घरमा, किनकि मेरो साइकल चाहिँ यहीँ छ। मेरो साइकल चाहिँ उसको घरमै छ, त्यही भएर हामी चाहिँ जान लाग्छौँ अहिले चौराहा। तो गाइस म चाहिँ पुगिसकेको छु यहाँ चौराहा र अब एकछिनमा रेस्ट गरेर म चाहिँ जानेवाला छु आफ्नो घर। तो गाइस म पुगिसकेको छु घर यहाँ र भर्खरै चाहिँ लाइट गएको थियो। मेरो मोबाइलमा चार्ज पनि थिएन र एकैछिन चाहिँ मैले चार्ज लगाएर अहिले लाइट आइसकेको थियो। एकैछिन चार्ज लगाएर मैले अनि 10%मा चाहिँ मैले ब्लग स्टार्ट गरिरहेको छु अहिले। अझ अब घर पुगिसकेपछि चाहिँ मैले अब नुहाउनु। डक्टरले दिएको छ साबुन दिइसकेको छ नि डक्टरले। अब त्यो साबुनलाई
लगाएर नुहाउने भनेको छ। आफ्नो साबुन चाहिँ यहाँ घरमा युज गर्ने साबुन चाहिँ युज नगर्ने रे। यो वाला साबुन चाहिँ युज गर्ने भनेको छन्, यो वाला। र अब म चाहिँ नुहाउँछु अनि साँझ खानासाना खाएर अनि औषधि पनि लगाउँछु। मैले खानु पनि छ लगाउनु पनि छ सुत्दाखेरि। म बिहानै नै नुहाउनेवाला थिएँ तर डक्टरले राति नुहाएर अझ औषध लगाउनुपर्छ भन्ने हुनाले चाहिँ मैले बिहान नुहाएन। अहिले नुहाउनु त्यही भएर अब चाहिँ म चाहिँ जान्छु नुहाउनु। त गाइस फाइनली चाहिँ हामीले नुहाइसकेका छौँ र अब यहाँ सन्जिकालको बेला पनि भइसक्यो राति। र अब हामीले चाहिँ बाल्नु पऱ्यो लाइट। सन्जिकाल हुने बित्तिकै चाहिँ लाइट बालिहाल्नुपर्छ किनकि लक्ष्मीको बास हुन्छ भन्ने चाहिँ मेरो कानले यस्तो सुनेको छ। अब यो सुन्नु पनि राम्रो कुरा हो, सन्जिकालको बेला लाइट बाल्नुपर्छ भन्ने चाहिँ। र अब चाहिँ मैले नुहाइसकेपछि जानु छ मैले दिजु तिनीहरू घर खाना खान। एक त मैले फर्स्ट त मैले फोन गरेको छैन खाना के गर्नु हुँदैछ, खानासाना बनाउनु भयो कि नै भनेर मैले कल नै गरेको छैन। अब म एकछिनमा कल गर्छु र जान्छु म दिजु तिनीहरूको घर। अब एउटा खुसीको कुरा छ तर अब हुने हो कि होइन भन्ने मलाई अहिले फिक्स थाहा छैन। त्यही भएर चाहिँ आज चाहिँ म सुनाउन्न किनकि गर्नुभन्दा अगाडि नै सुनाउनु हुँदैन कि कुनै कुरा पनि। अब भोलि नहुन पनि सक्छ। त्यही भएर चाहिँ म आज चाहिँ हजुरहरूलाई यो कुरा सुनाउँदैन। यो कुरा चाहिँ यदि भोलि भइहाल्यो भने त्यही भोलि भ्लगमै एड भइहाल्छ त्यो कुरा। तो गाइस म पुगिसकेको छु यहाँ। ले यहाँ त आज ब्ल्याकै ब्ल्याक लाइभर आयो। भर्खर बजार गएर आयो भने के हो कोही को सपिङ मेरो यसलाई खतरा छ नि त कपडा त ला। 1 2 3 4 5 6 यो 7 ले आज किन आउने सब आज भन्नालाई यो और पनि छ नि त यहाँ पनि छ जात भन्ना थोका जाँदा बठी इन गए कहाँ जाँदा बठी सपिङ ले आज त इनले सपिङ गरेर आयो। कति हजार खाले 10,000 20,000 8,000 में किनिदिया 3 जनालाई होलसेलमा। म 10,000 वाला किन्छु दिएको लाइलाई यो पनि हो गाइस मेरो। ले सो गाइस म चाहिँ खानासाना खाएर अब जान लागिसक्यो अहिले। म चाहिँ आफ्नो अण्डातर्फ आइसक्यो र अब चाहिँ म लाग्छु आफ्नो घरतिर। खानापिना सबै भइसक्यो। आज चाहिँ टन्न खाइयो। रोटी हालेको थियो र तरकारी थियो लौका आलु तिनीहरूको यस्तो दामी बनाएको थियो लास्ट दामी बनाएको थियो। मैले त लगभग 8 रोटी खाएँ होला। 8 रोटी त खाएँ। तो गाइस म पुगिसकेको छु घर र डक्टरले दिएको औषधि अनुसार औषधि खाएर औषधि लगाएर म चाहिँ अब सुत्ने तयारीमा छु किनकि मलाई आज निन्दा लास्ट लागेको छ किनकि दिउँसो पनि सुतेन म। त्यही भएर चाहिँ मलाई निन्दा अति नै लागिरहेछ। र आजको भ्लग चाहिँ हामी यहीँ एन्ड गर्छौँ। भ्लग मन पऱ्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।